हेलो साथीहरू, आजको स्टुडियोमा तपाईँलाई स्वागत छ। त आज म बताउन गइरहेछु तपाईँ एआईको हेल्पले कसरी प्रेजेन्टेसन बनाउन सक्नुहुन्छ 2 मिनेटमा मात्रै। छिटोभन्दा छिटो तपाईँलाई प्रेजेन्टेसन बनाउनु छ भने कहीँ पनि तपाईँ बनाउन सक्नुहुन्छ। बस 2 मिनेट लाग्छ अनि तपाईँ एआईको हेल्पले आफ्नो प्रेजेन्टेसन बनाउन सक्नुहुन्छ। केही गर्नु पर्दैन, तपाईँलाई बस आफ्नो त्यसको टपिक दिनुपर्छ अनि प्रेजेन्टेसन बनिहाल्छ। त हामी यो भिडियोलाई सुरु गरौँ। यसको लागि सबभन्दा पहिला तपाईँ आफ्नो क्रोम ब्राउजर खोलिहाल्नुहोला। यहाँ गुगलमा गएर सर्च गरौँला स्लाइड गो भनेर सर्च गर्नुहुन्छ। त सबभन्दा पहिला यस्तो आउँछ एउटा वेबसाइट, त्यसमा क्लिक गर्नुहोला एन्ड लगइन गरिहाल्नुहोला। लगइन गरेपछि यहाँबाट हेर्न सक्नुहुन्छ लगइन भइहालेको छ। लगइन गरेपछि यहाँबाट तपाईँ सिलेक्ट गरिहाल्नुहोला स्टुडेन्ट हुनुहुन्छ त स्टुडेन्ट जे हुनुहुन्छ त्यहाँबाट म स्टुडेन्ट सिलेक्ट गर्छु अनि सेभ गर्छु। यहाँबाट लगइन गरेपछि यहाँबाट हेर्न सक्नुहुन्छ एआई प्रेजेन्टर मेकर, त्यसमा क्लिक गर्नुहोला अनि यहाँ तपाईँ आफ्नो टपिक दिनुहोला जुन टपिकमा तपाईँले बनाउनुहुन्छ। यहाँबाट म एउटा टपिक दिइरहेको छु अहिलेको लागि। यहाँबाट टपिक दिएपछि यहाँबाट सिलेक्ट गर्नुहोला अनि इन्टरमा क्लिक गर्नुहोला। यहाँबाट छ गेट स्टार्टमा क्लिक गरेपछि तपाईँलाई जुन आफ्नो थिम लिनु छ त्यो थिमलाई सिलेक्ट गरिहाल्नुहोला। यहाँबाट म अहिलेको लागि यो थिम लिइरहेको छु रोड म्याप भनेर अनि यहाँबाट क्लिक गरिदिनुहोला। क्लिक गरेपछि तपाईँ 2 मिनट वेट गर्नुहोला, यहाँ जेनेरेट भइरहेको छ। हेर्न सक्नुहुन्छ हाम्रो प्रेजेन्टेसन बनेर तयार भइसकेको छ। यहाँबाट जेनेरेट प्रेजेन्टेसनमा क्लिक गर्नुहोला अब अनि हाम्रो प्रेजेन्टेसन आइहाल्छ। यहाँ हेर्न सक्नुहुन्छ डाउनलोडको बटन पनि आइहाल्यो। यहाँबाट क्लिक गरेपछि क्लोज गरिदिनुहोला अनि यो डाउनलोड हुन थाल्छ। हेर्न सक्नुहुन्छ डाउनलोड पनि भइहाल्यो। म तपाईँलाई खोलेर हेराइदिन्छु प्रेजेन्टेसनलाई कस्तो छ। हेर्न सक्नुहुन्छ प्रेजेन्टेसन बनेर तयार भइहालेको छ अनि कति राम्रो छ। 2 मिनटमा बस फोटोहरू पनि सबै लगाइदिएको छ। अनि चाहनुहुन्छ त हजुर आफ्नो एडिट पनि गर्न सक्नुहुन्छ। के एड चाहे केही गर्नुहुन्छ त्यो प्रेजेन्टेसनमा त हजुर गर्न सक्नुहुन्छ। यहाँबाट थिमहरू पनि चेन्ज गर्न मिल्छ, हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ नेपालीमा प्रेजेन्टेसन आएको छ। हजुरलाई इङ्ग्लिसमा चाहियो भने लास्टमा लेखिदिनु होला इन इङ्ग्लिस, त्यसपछि इङ्ग्लिसमा पनि आइहाल्छ। त्यसपछि इङ्ग्लिसमा पनि बनिहाल्छ प्रेजेन्टेसन। इङ्ग्लिसमा चाहियो भने इङ्ग्लिस लेखिदिनु होला लास्टमा बस इन इङ्ग्लिस भनेर अनि इङ्ग्लिसमा आइहाल्छ प्रेजेन्टेसन बनेर तपाईँको 2 मिनटमा। त आजको यस भिडियोमा यति नै। भिडियो मन परेमा लाइक गरिदिनु होला अनि च्यानललाई सब्सक्राइब गरिहाल्नु होला।